फेरि केटाहरूले दले भन्ला दले होइन नि एजेन्ट हो एजेन्ट सिँगान छर्किने गरी दिन्छु नि गालामा दुईटा घर यार यो नानो नि म्या फेरि रोटी भन्ला हेलो एभ्रिवान इट्स मी मनिष आलेमगर आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ यत्तिकै आजको दिन ऱ्यान्डम भ्लग बनाउन लागिरहेको छु यत्तिकै नर्मल्ली कहाँ कहाँ गएको त्यही भ्लग मात्रै बनाउन लागिरहेको छु है। अहिले चाहिँ हामी यता मान भवन साइड जान लाग्यो, त्यहाँ चेक साट्न पर्ने छ अनि चेक साटेर अरू ठाउँमै जान्छौँ। ओए के गर्छ सुड्डो हेर्दै हेर्दैन टायर पछाडितिर त तँलाई होइन माइन्ड प्रब्लम छ भने होइन ए ड्याडीलाई छ त्यसो यो लगनखेलको हस्पिटलमा ल्याइदियो नि त के हो देख्दा देख्दै आउँछ त कुदाएर। जिन्दगी साइड लाइट नि बाल्दैन त यार बुढो। ब्रिटिश क्याम्प दामी सफा चाहिँ खतरा छ म्याक्री ब्रिटिस भने ब्रिटिस हो साला। कस्तो कहाँ जानु भनेर हो त्यो होइन त्यहाँ 1,12,000 मेरो हिस्सा कति तेरो हिस्सा कति भन्छ ल अब 50-50 रे हुन्छ 50-50 गरे नि हुन्छ मतलब केही प्रब्लम छैन ए भन्दा क्लब जाने हो ल भरेर त्यही त लुटाउने त कमाएको हो अनि साला क्लब भनेर रत्नपार्क घुमाउन चाहिँ लाने होइन नि सुनिस् त्यही थमेल लग्यो त ठिकै हो त 1 घन्टामा मैले 50,000 कमाएँ त यार। मैले नि 3टै मात्रै सिग्नेचर गरे हो 3टा सिग्नेचर गरेर 1 लाख पाइँदो रहेछ म्याक्री। अब मलाई यस्तै हिँड ल यस्तै ठाउँमा हिँड ल। ओए के गर्छ कहाँ आउनु भने ए ल केटाहरू आएको हेर हो ज्यानको माया मारेर आउँछ यार केटाहरू। जापानिज चाइनिजहरूले लिएको हो 6 महिनामा बनाइदिन्छ बरु नेपालीले अनि त्यसपछि चाहिँ भएन भनेर चाहिँ भत्काउन चाहिँ आउन सक्छ है नेपाली। त्यही त नि नेपालीको काम बनाएको ठाउँमा भत्काउने काम मात्रै हो नि त। विदेशबाट आएको हो कि विदेश जान लाग्यो सुर्केसै बोकेर हिँड्ने त बिचरा नानीको ब्याग चुट्टिन लागेछ अब उसलाई थाहै छैन चिलमा हिँड्दैछ नचुट्टिने ठाउँतिर त बोक्नुपर्छ। हामी रियलमा चाहिँ घर हेर्न हिँडिरह हो है साला यत्तिकै काम नपाएर हिँड्दा भन्ला म्या सिँगान छर्किने गरी दिन्छु नि गालामा घर हेर्न भनेर हिँडिरह हो हामी र घर चाहिएको छ नयाँ न्यू वाला अन्त घर हेर्न लाएको। हाम्रो अगाडि चाहिँ यहाँ दाइ हुनुहुन्छ घर यसो अब एजेन्ट भनौँ न होइन। अब फेरि केटाहरूले दले भन्ला दले होइन नि एजेन्ट हो एजेन्ट। नेपालमा त यस्तो छ कि ओइ दले दले त्यो त माया दले हो भन्ला माया सालेहरू अन्त राजन कस्तो हिलो बाटो हिँडेको भने म्या मेरो बाइक 4 हुन्छ यार तट। शीतल टोल शीतल ओहो यता साइडमा अलि घाम लाग्दैन क्या हो शीतल शीतलै आउँछ जस्तो छ त्यही भएर शीतल टोल राखेको छ नाम पनि। यो 2टा घर यार घर चाहिँ 2टै हो दामी छ त खतरा छ त कडा
जोस् बाटो यहाँसम्म आएर चाहिँ पिच रहेछ त्यही हो। यो कति आनाको बनायो खासमा चाहिँ? 3 आना। रुमहरू कति राख तल? Cause I don't give a fuck what you say. Yeah, I'ma do shit my way. So you can go kick rocks, I'ma stack bricks up, build what I want to make. Yo, I got a lot of shit to say, so I'ma do this every day. I'll be writing things until I'm fucking buried in my grave. 6 feet deep under, but my body won't decay. Cause my messages are timeless, so they'll put them on display. Oh yeah, I rap with a certainty, I have a sense of urgency. A message for eternity, for everyone internally. I had some people burning me, but now they fucking learn to see I ain't the one to fuck with, now they looking nervously. And I don't really care what you think of me respectfully. You can kick rocks if you think you're fucking better, see I will outwork you, turn you to an enemy. Hurt you so bad that you're gonna need some therapy. I got the motherfucking recipe, I've been cooking up hits, I'ma leave a legacy. You'll be looking small when you're standing right next to me. I'm 5'10", bitch, but I'm 10 feet next to me. Cause I don't give a fuck what you say. Yeah, I'ma do shit my way. ठिक छ, खाजा खान लाग्यो अब चाहिँ घर सर हेरे हाल्दै अनि घर आएर खाजा खान लाग्यो। यहाँ चाहिँ खाजा यो हो, यो नान अनि नयाँ फेरि रोटी भन्ला यस्तो गाला मान्छु। यो खाजा यो किन गरे थाहा छ? हेर्नेहरूको आँखा लाग्छ भनेर गरे हो यो। सिटो फालेको गाउँघरतिर भन्छ नि सिटो फाके, त्यही गरे हो। अब मस्तले खाने हो कि सिटो फ्याक्यो नि त, आँखा लाग्दैन। अब खाइसक्यो, अब हिँड्न लाग्यो, घर जानु लाग्यो, घरतिर जानु। दाइ हाम्रो कति भयो? पैसा चाहिँ यसले दिन्छ है, खाने हिँड्ने मात्रै हो कि पैसा पे गर्ने 100 बोकेर हिँडिरहेको छु। खाजा साजा खाएर अब हिँडेको, घर नि हेऱ्यो, ठिकै लाग्यो घर। अझ अरू ठाउँमा नि देखाउने भनेर भनेको छ, भोलि पर्सितिर हेरौँला। तर त्यसको चाहिँ भ्लग आउँदैन है, आज यो सुरुको भएर मात्रै भ्लग बनाएको मैले। म कस्तो पेलेर हो यो यता साइडमा। के हो टायर त सुलुलुलु चिप्लिरहेको त मेरो। ट्राफिक नियम उल्लङ्घन गरेमा रु 10,000 सम्म जरिवाना गरिनेछ। ट्राफिक प्रहरी 103। आजको लागि यति नै गरौँ। See you soon in next vlog. Bye bye guys. Don't forget to subscribe my YouTube channel and share to your friend. धन्यवाद।